हेलो एभ्रिवान, एकजना साथीले चाहिँ मेरो चाहिँ सेटअपको कस्टहरुको बारेमा सोध्नु भएको रहेछ है। अब मैले चाहिँ के इक्विपमेन्ट्सहरु युज गर्छु म तपाईहरुलाई देखाउँछु है त। फर्स्टमा चाहिँ स्टार्ट गरौँ गिटारबाट। यो चाहिँ लकी स्टार ब्रान्डबाट हो है। मलाई चाहिँ यसको प्राइस थाहा छैन। यो गिफ्ट आएको थियो मलाई। यसको चाहिँ अब प्राइस एजम्सन 15,000 राखौँ है, 15,000 होला। अनि त्यसपछि भ्यालेटनको GP100 चाहिँ मैले युज गर्छु है। यो चाहिँ 18,500 पर्यो। मैले चाहिँ बौद्ध म्युजिक स्टोरबाट लिएको है। मैले युज गर्ने एम्प चाहिँ यामाहाको GA15 भन्ने हो। यसलाई पनि यस्तै 15,000 जति पर्छ कि त्यही नै हो है। अनि मैले रेकर्ड गर्ने फोन चाहिँ आइफोन 13 हो, 13 प्रो हो। अनि त्यसपछि कहिलेकाहीँ ब्याकअपको लागि चाहिँ मैले यो मेरो अर्को फोन छ आइफोन 7, यसले चाहिँ रेकर्ड गर्छ है। अनि मैले चाहिँ कुनै रेकर्डिङ सफ्टवेयरहरु कुनै पनि युज गर्दैन। सबै जे क्याप्चर हुन्छ मेरो फोनको माइक्रोफोनबाट जे क्याप्चर हुन्छ तपाईहरुले त्यही नै सुन्ने है। अनि अर्को भनेको चाहिँ ल्यापटप चाहिँ ब्लुटुथ स्पिकरसँग कनेक्ट हुन्छ अनि ब्याकिङ ट्र्याक प्ले हुन्छ है। अनि मैले युज गर्ने मुडाहरु भनेको चाहिँ यही हाम्रो सब नेपाली घरमा हुने मुडाहरु हो। यसमै कुसन राखेर बजाउने है। हस् त, मेरो चाहिँ यही नै थियो है। एकदमै सस्तो छ मेरो सेटअपहरु सबै। त्यही नै हो। धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। बाइ बाइ, ह्याभ अ गुड डे।